मेरो यो चार्ट देखाएको छ कि छैन हेर्नु त एकचोटि हो। देखेछ। देखि छैन यो नेप्सेको। ठिकै छ त्यसो भए। ल त्यही म चाहिँ नि हल्का यो धेरैलाई अलिक बाई गर्न अलिकति प्रब्लम भएको जस्तो लागेर होइन मैले त्यो ठ्याक्कै अलिअलि चाहिँ गर्न खोजेको होइन। जस्तै अब म यो ठ्याक्कै वाच लिस्टमै सबैले एकचोटि गएर हेर्दा नि हुन्छ ल त्यो वाच लिस्टमा। जस्तै मैले के भनेको छु यो रिसेन्टली भनेको चाहिँ नि होइन यो रिसेन्टली भनेको पोजिसनल ट्रेडको लागि भनेको थियो नि त यो वाच लिस्टमा अप्रिल 2मा भनेको छु नि त। त्यसलाई नयाँ चाहिँ एपिएल लिँदा हुन्छ 280 देखि 85सम्म होइन। अब स्टल लस चाहिँ नि कम छ 270मा भने नि त 265 तल क्लोज बिलो नि हुनसक्छ। यो भनेको टेन्टेटिभली भनेको त 200 यो अप्रिल 2 भनेपछि हेर मैले कहाँ रहेछ एकेपिएल होइन एकेपिएल एकेपिएल अप्रिल 2 यो जोनमा हो नि त यो होइन। यो जोनमा भनेको अब यो भनेको त यो तलतिरै थियो नि त लास्टै त्यो मार्केट नि झरेर थियो त्यही भएर यो भनेको 50-60को जोनै रहेछ होइन हुन त। यो भनेको अनि 60 भनेको 60 तल 50 तल क्लोज 60 तल क्लोजै भने है त्यो चाहिँ नि यो 57तिरै थियो क्या। अब भनेपछि अब यो 70-75मा लिने भने हो नि त मैले जे भने होइन सकभर हेर्दा हेर्दा हुन्छ यहाँसम्म। अझै राम्रो त 65 भने अब 70-75मा अलिअलि लिने हो यहाँ होइन। त्यो भनेपछि 70-75को जोन भनेको कहाँ हो यो यही होला यही यतातिर हो नि त यो जोनतिर ल यहाँतिर अब 70-75मा कतै एक ठाउँमा लियो ल 72मै लियो होइन। अब 65तिर नि आउनु सकिन्छ त भने नि त अब यहाँ लिएर छोडिदिने हो अनि तल 2% तल यो हाल्ने क्या 65सम्म नि आउँछ भनेपछि अब योभन्दा तल नि आउन सक्छ नि त होइन। भनेपछि तपाईँको चाहिँ अब 2% तल भनेपछि ल 70मै को हिसाबले अब 2% तल भनेको 65तिर त हुन्छ नि टेन्टेटिभली होइन। 65तिर पनि अब यो 72मा अर्डर हाल्यो 2% तल हालेर यता कता यता ल 63 64 65मा हाले पनि आउँथ्यो होला होइन। यही दुई ठाउँमा मात्र हाले पनि केही प्रब्लम हुँदैन थियो नि त। भोलि पनि आइरहेको थियो आउनु त होइन भोलि पनि अब अलिकति चाहियो भने ल 60 भनेको थियो अब 61तिर पनि अलि हाल्न पाएँ नि त्यो भने ल यहाँ 60-61तिर यो त मैले यो यत्तिकै झऱ्यो नि त है त्यो मार्केट अलिकति प्यानिक आएर झऱ्यो क्या तल तर क्लोजिङ चाहिँ गर्न सकेको थिएन है मजाले। त्यो प्यानिक आएर भोलिपल्ट रिक्लेम गरिहाल्यो नि त्यसले होइन। त्यही भएर भोलि पनि यतातिरलाई 60तिर पनि पाउँथ्यो त्यो तिन तिन ठाउँमा किन्न पाएँ नि त यो एकैचोटि एकचोटि झ्यामझ्याम नहाल्ने क्या त्यस्तो कन्भिक्सन भएको बेला है। यो एकदमै ट्रेन्डिङ हुनु पऱ्यो मार्केट झ्यामझ्याम पनि अलिकति बढेर बेला चाहिँ हुनु पऱ्यो झ्यामझ्याम होइन। नत्र यसरी यो पहिलो लटमा मैले यहाँ किनेँ ल होइन 72मा किनेँ अर्कोचोटिमा मैले 2% तल हाल्दाखेरि कति यो 62मा पायो अनि अर्कोचोटि कहाँ 60मा पाएँ नि त। अब त्यो रिक्स एपिटाइट अनुसार पनि हुन्छ क्या अब यो होइन। यो त झर्राको कम्पनीमा भने हो नि त झर्राको कम्पनीमा तल तल मजाले किन्न सकेँ नि त मैले एनबिएलै भन्दा पनि होइन एनबिएलको कुरा गर्छ है त मैले यही हिसाबले है यसलाई पनि सेभ गर्छु होइन बाईको लागि भनेर देखाउनु बाई है अब यही हिसाबले यसरी किन्न सक्यो नि त यहाँबाट माथि जाँदाखेरि पनि अझै थप्दै जान सक्थ्यो क्या तपाईँले हुन्छ नि यो जोनमा पस्तर समयमै हुन्छ नि यसरी अब यो 65को जोना यो दिनमा पनि यहाँ पनि पाइरहेको थियो त्यहाँ पनि थप्न सकिन्थ्यो। अब त्यो कसरी बनाउने भन्ने कुरा होइन। अब एनबिएलकै हेर्नु पऱ्यो भने नि होइन त्यो एकैचोटि झ्यामझ्याम किनिहाल्ने होइन क्या एनबिएल पनि गर्नु पऱ्यो भने एनबिएल पनि मैले यो झर्दाखेरि कहाँ भनेको थिएँ एनबिएल पोजिसनलको लागि भने है मैले यहाँ होइन एनबिएल पोजिसनल ट्रेडको लागि भने त्यसरी लिने क्या तल तर एनबिएल 286सम्म भनेको मार्च 26मा भनेर छ होइन मार्च 26 भनेको यो टुप्पामै भनेर छ ल टुप्पामै भने पनि तपाईँको होइन मैले के भनेको थिएँ अब त्यो तल 80तिर नै आउनु सक्छ भनेको थिएँ 286सम्म भन्दाखेरि ल तपाईँले गएर 286मै किन्नु भयो ल होइन 286मा किन्नु भयो नि त यहीँ ल 286मै किन्यो अब यसको 2% तल पनि छ नि त यहाँ ग्याप पनि छ होइन। यसको 2% तल भने टेन्टिभली भनेर सोच्यो भने पनि ल यतैतिर पनि अब म नत्र अब यसपछि चाहिँ म तल झरेर म यो ग्यापमा किन्छु ग्याप नभए नि ल म 277मा किन्छु भनेर अलिकति सोच्न सक्यो टेन्टिभली हुन्छ नि त होइन। यसमा त तर मैले काइदाले 264तिर पाएँ भने भनेको थिएँ होइन योभन्दा तल भनेको त यतातिर हो नि त 64 65 भने यो रेड जोन हो होइन यहाँनिर यहाँ पनि अब यसरी हाल्न सक्यो झट्टै हेर्दाखेरि तपाईँको यो माथि नै किन्यो भने पनि तल पर्दैन क्या यो कम्पनी चाहिँ तपाईँको किन भनेपछि तल थियो यसको अलिकति अन्डर भ्यालुड सबै थियो नि त जानै पऱ्यो भने यही जानु पर्थ्यो होइन तपाईँलाई माथि जानु पर्थ्यो त्यही भएर यसरी मैले तिनवटा सेक्सनमा यसरी किन्छु भनेर डिभाइड गरेर राखेँ भने अब यो 64मै किनेर पनि भयो नि त अझै तल त
मैले तपाईँलाई 60को जोनमा त जति पाए नि हुन्छ किन्दा हुन्छ भने त यहाँ कन्सन्ट्रेसन गर्दाखेरि अब यताबाट फर्किन थाल्यो बेला यता धेरै हाल्ने क्या होइन। यहाँ पनि किन्यो, यहाँ पनि किन्यो, यहाँबाट झर्न थालेपछि यहाँ धेरै किन्ने कि किन्नु छैन। अब यहीँ सबै पैसा किनेपछि अनि यो सकिहाल्यो क्या त्यसपछि। आउनु त यो तपाईँको यहीँ कति 54सम्मै आइथ्यो नि त आउनु त होइन। यसरी किनेको भए तपाईँको मेरो पनि अब मैले पनि यहाँ माथि किने हो नि त। अब मैले पनि अझै यहाँ माथि 86मै धेरै किने पनि अब मैले पनि इन्टरसिपले अझै पनि 22 सेल्सियस गर्दाखेरि मेरो पनि व्याक त अलिक तलै छ क्या एकदमै है यसको। यो भनेको अझै तल आयो भने मलाई अझै पनि कन्भिक्सन भएकोमा चाहिँ त्यसरी किन्न सकियो। अब कुनै कुनै चाहिँ नि अब भनेकोमा चाहिँ झ्यामझ्याम किनिहाल्ने क्या। अब यो अबोभमै किन्ने हो, अबोभ भनेकोमा चाहिँ नि यो कटेसी किन्ने भनेको वाला हुन्छ नि त जस्तै त्यो कटेसी नै हान्ने हो क्या त्यो वाला चाहिँ है। यो अर्को मैले रिसेन्टली भनेको रिस्क लिने भयो यालिसीमा लिनु भयो 221को स्टप लस हालेर होइन 289 कटेसी मुभ आउँछ भनेर भनेको थियो नि त। यो हेर्नु 226को होइन 226को हो नि त त्यो 226 वालाको होइन यो 226 3 मार्च फेब्रुअरी 26 भनेको यो वाला होइन। ल हेर्नु है त अब यो वाला क्यान्डलमा अब यो कति नि थियो मैले स्टप लस भनेको कहाँ 211 भनेको थियो होला कुन हो यतैतिर होला त्यो कहाँ खै 200 भन्नु ल यो 211 भनेको थियो होइन। यो क्यान्डलमा भनेको अब मैले 200 कहाँसम्म 19 कटेसी मुभ आउँछ भनेको छ नि त होइन। अब 11सम्ममै हान्नु मिल्छ भनेर चाहिँ हालेर भनेपछि अब तपाईँले बुझ्यो त्यसलाई यो त तपाईँको जोन त्यति तल पनि थिएन यसको लागि हेर्न सक्यो क्या आफैले। अब 200 यहीँ 19 थियो अब यो दिन 219 कटेसी मुभ आउँछ भनेको थियो। यो ट्रेड भएको क्या 14देखि यता कति भइरहेको थियो 17मा जति नि लिँदा हुन्छ भने नि त अब कोही कोहीलाई चाहिँ नि म मिनिमम रिस्क लिएर लिन्छु भन्ने मान्छेलाई चाहियो भने चाहिँ नि अब यता लिने हो। यो त धेरै तल छैन नि त होइन। 211तिरै लिन्छु म तलतिर लिन्छु भनेर पनि किन्न सक्यो एउटा हिसाबले। अर्को चाहिँ कोही कोही मलाई पैसा चाहिरहेछ भन्ने मान्छेलाई चाहिँ हुन्छ नि त पैसा क्यास भएको मान्छेले तल तल किन्ने हो क्या चाहिँ कोही कोहीले ब्रोकरको पैसाले हान्नु पऱ्यो वा अलिकति छिट्टै पैसा चाहिरहेछ भने चाहिँ 219 कटेसै हान्ने हो। यो त तलै छ नि त होइन फेदमै छ नि त फेदमै छ भने चाहिँ 219 कटेसी नै हान्दा नि केही प्रब्लम भयो नि तपाईँलाई। 219 कटेसी हान्दाखेरि अब यता हान्दाखेरि ल यसको भने चाहिँ यहाँ किन किन्दैन थियो होइन यहाँ किनिन्थ्यो यो दिन किनिन्थ्यो भनेको कहिले यो मार्च 9मा किनिन्थ्यो यसमा कटेको थियो नि त 219 कट्ने बित्तिकै यसमा हान्न सकिन्थ्यो होइन। अब त्यो 219 कटेसी भने चाहिँ मलाई सोधिरहेन क्या कटे हान्ने कि होइन भने 219 कटेसी हानिहाल्ने हो क्या त्यो बेला। अब तलको वाला चाहिँ बिस्तारै बिस्तारै किन्दै गर्ने हो हुन्छ नि यो वालाको मुभै आएको छैन नि त 219 नकटिकन त मुभ आउँदैन हो नि त त्यो तल तलै अहिले किन्न मन छ भने पनि बिस्तारै बिस्तारै अलिअलि किन्दै गर्ने अनि फेरि 219 कटेपछि फेरि थप्दा भयो होइन। यहाँ के गरेर भन्नु यति समयमा तपाईँले बिस्तारै बिस्तारै किन्दाखेरि ल यहाँबाट कति भने चाहिँ 300 किता किनिसक्यो होइन मैले 600 किता किन्नु छ भने माथि 300 किता 219 कटिसक्यो 300 किता कन्जिनेन्स भयो त्यो हिसाबले चाहिँ दुइटै चल्यो नि त कहिले काहीँ चाहिँ तपाईँको पैसा फ्रिज भइरहँदैन त्यस्तो हिसाबले 219 मुनि अब यो तल तल हालेर अलिअलि किनिसक्यो अझ माथि फेरि 300 किता किन्दाखेरि 219 कट्न साट्यो यो दिन किन्यो होइन। यो दिनमा किनेको त खातामा नै आइसक्यो हुन्छ के गरेर मार्केटै झरिहाल्यो भने पनि यो एउटा मुभ आउला अर्को मुभ आउला त्यो बेला त बेच्न सकिन्थ्यो त्यो खातामा भएको 300 किता त यस्तो कुरा नि हुन्छ है। खाता भएको के गरेर यहीँबाट ल करेक्सन के गरी यो करेक्सन यहाँदेखि आयो अरे ल अनि यो रातो क्यान्डलमा आएको थियो भने यो रातो क्यान्डलदेखि भोलि पनि यहाँ त बढेर गयो होइन यहाँबाट करेक्सन आएको थियो भने त यो दिन त यहाँ तल भएको किताब त 1 2 अनि यहीँनिर पनि फाल्न पाउँथ्यो नि यहाँ सप्लाईमा त पुगिसक्यो नि त एक हिसाबले यहीँनिर पनि फाल्न सकिन्थ्यो नि त यो खातामा भएको 300 किता त यो तल किन्छ के भन्छ 219 भन्दा तल किनेको त्यस्तो फाइदा हुन्छ है कहिले काहीँ चाहिँ अब त्यो यो ल 245तिर होइन यता पनि फाल्न सकिन्छ नि त्यो त होइन एक हिसाबले है। तर माथि नै गयो कहिले काहीँ झरिहाल्यो भने पनि अब यहाँबाट एकैचोटि खातामा नभएको 19 कट्ने पनि झ्याम झ्याम बढ्दो गयो नि त यहाँ किनेको 300 किता त यो लेभल कटेर यहाँ पनि हुन्थ्यो। यसमा ट्रेड अफ हुन्छ क्या पहिले काहीँ चाहिँ नि मुभै नआउन सक्छ यहाँ यहीँबाट यसरी धेरै टाइम यसरी झुलेर बस्न सक्छ होइन। तर त्यो कम्पेन्सेसन कहिले गर्छ यो 19 कट्यो भने त्यो बेला अझै एक्स्ट्रा किता थप्नु पऱ्यो अनि खाताको स्टक चाहिँ नि होइन जे गरेर 300 किता त ड्याङ 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 एकचोटि 20 45 होइन खातामै 2 दिनमै आयो नि त जे भने त्यो झर्न थाल्यो भने त्यो बेला बेच्न सक्यो त्यसले कम्पेन्सेसन गर्छ क्या है त्यस्तो तरिकाले किन्यो भने पनि। अब अरू त के भन्नु अनि यहाँ अब अरू मैले केही भनेको छैन कि अब यो त सप्लाईतिर आइरहेछ भनेको छ नि त अब यो हुँदै अब यो मेनिपुलेटेड जोनतिर छ नेप्से भनिरहेछ भने चाहिँ अब यो सप्लाईतिर आउँदाखेरि त अब धेरै मैले पहिल्यै भनिरहेको छु क्यासमा यो 2980मा नि पहिल्यै भने अन्त यता हुँदाखेरि अब क्यासमा बस्नु भनेर यो जोनतिर नि होइन यो माथिको जोनतिर नि अब लिभरेज सिभरेज सबै बेचेर बस्नु यो त यहीँ
यहीँ लेभरेज सकाउनु भनेर बस्या यो बेला। अब त्यही बेला नि यो तल आउँदाखेरि झर्दाखेरि पनि बेचेर पनि सक्नुहुन्थ्यो होइन। त्यो लेभरेज बस्नु भने अब यो अहिलेको जोन भनेको किन झ्याउँछ भनेपछि अब यो यतातिर यहीँसम्म नि हुन्छ क्या यो। अनि क्रुसियल छ क्या यो जोन, यो यताको जोन हो, यो यतिको जोन हो होइन। कता जान्छ त्यही अनुसार हुन्छ क्या। यो यताको जोनतिर छिरिसक्यो, यो 3-4 दिनदेखि केही आएको पनि छैन अलर्ट। यहाँ पनि दिएर के काम त, मैले लिनु भने त यतातिर लिनु भनेको थिएँ नि त यता होइन। मैले बाई भनेको कतातिर भनेको थिएँ, यतातिर यतै भन्यो। मैले बाई भनेको यो क्यान्डलको दिनमै आत्तिनु पर्दैन। अब यहाँतिरबाट चाहिँ नि यहीँ यहाँसम्म आइसकेपछि भने यो दुइटा क्यान्डलतिर भने त मैले यता यो जोनमा, यो जोनतिर, यताको जोनतिर होइन। यताको जोनतिर मैले बाई भनिसक्यो। अब फेरि यता यता माथि माथि किनेर भएन नि त, यो सबले आउनु थालिसक्यो होइन। अब यो जोनतिर किनेको, अब यो जोनमा किनेको, अब त्यो कोही कोही होल छ भने छ, मैले एभरेज गर्नु नआत्तिनु भने अब यो सप्लाईतिर आउँदाखेरि मान्छेले किन्न मन लाग्छ। अब के स्टक आएन भने यो बेला अब किनेको सबै यो मैले एभरेजै गर्नु भनेको तपाईँले घलेन्दी थियो होला मैले होइन। यो तलको जोनमा आउँदाखेरि घलेन्दी नै किने सबै त्यही त नि। घलेन्दी जो जसले किनेको थियो त्यो त नाखामा गइसक्यो नि त। घलेन्दी कहाँ गएको त्यो 228तिर, त्यो बढेको स्टक मात्रै हेर्नु भएन क्या, यो स्टक पनि बढेको नि त। ल देखेर पो नदेखा त नि 228-25देखि आएको 260सम्म पिया छ भने बढेको होइन त यो भन्दा कति चाहियो त। आफ्नै खातामा भएको स्टक तपाईँलाई अलिकति रिक्स हुँदैन नि त। अब यो अहिले चाहिँ यता मैले किन केही पनि भने होइन, यो सप्लाईतिर छ मैले होइन यो भने थियो। यो जोनतिर सप्लाईतिर छ भने मैले त्यो चार्ट नै हालिदिएको छु त, घलेन्डी सप्लाईतिर छ भनेर। सब सप्लाई जोनमा छिरेको छ, तर मार्क पनि गरेर हालिदिएको छ। अब यो जोन पनि हो, त्यही भएर यहाँ अहिले तपाईँको अलिकति ल्याङ भइरहेछ। यहाँ त केही गर्न मार्केट बढ्ने छ भने त यो पनि बढेर जान्छ नि त। त्यही भएर मैले केही रियाक्सनै गरेको थिएन, अहिले त होल्डमै हो क्या नि त। त्यही भएर यो त बरु बेच्ने, यो अलिअलि बेच्दा नि केही प्रब्लम हुँदैन। यताको ल्याए त बेच्न सक्यो नि त होइन, आफूसँग खातामा पनि छ होइन। यहाँबाट यता लिएको कुरा तब यो लिएकै मैले 250 मुनि लिनु भनेको घरले पहिला सुरु होइन। तर मैले यता माथि ब्रेकआउट भनेर मैले चाहिँ झन् माथि गरेर चाहिँ मलाई अघि लिएको हो होइन। तपाईँको त्यही हिसाबले चाहिँ अब यो त पुगिसक्यो भने त यहीँ लिएको भने यो त आइसक्यो त हो होइन। 35-40 जस्तो आइसक्यो नि त त्यो भने तल लिएको वाला त जोनबाट त। अनि अब त्यो एभरेज त्योवाला हो। अब त्यो हिसाबले अब जोनै भएन भने अब कहिलेकाहीँ लाइभमा नै आउनु सक्छ क्या, त्यो आफ्नै रिक्स एपिटाइटले किनिन्छ क्या कहिलेकाहीँ चाहिँ है। अब ड्याङ 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 गइदिन्छ अनि तपाईँले पाउँदै पाउँदैन। त्यही भएर मैले भने नि त अब तपाईँलाई यो अब लाइभमै किन्नै पऱ्यो भने पनि अब कुनै कुनै लेभल कटेछ भनेर होइन, कुनै कुनै चाहिँ झर्न नि सक्छ है अब यो होइन। अब डोर चाहिँ 295 कटेको मुभ आउँछ भने त्यो अझै भ्यालिडै छ, त्यही भएर यो कट्नै सकेको छैन। त्यही भएर यो जहिले हेर्नु यता यता झुले झुले अझै 295 कटेछ, अझै पनि त्यो भ्यालिडै हो होइन। त्यही मैले भने लिनको लागि अब यही दिनको क्यान्डलमा लिन बसिरहेको छौँ भने चाहिँ अझै एउटा कुन एउटा राम्रो अलि ट्रेन्डिङवाला स्टकै हेरौँ न त, त्यो ऊर्जाकै हेर्दैन त। मैले बिलोवाला नि भनेको थिएँ नि, ऊर्जा नि मजाले 250 बिलो भनेको त अब त्यो 50 बिलो जहाँ जहाँ पाउँछ त्यहाँ लिँदा हुन्थ्यो होइन। यो 40सम्म आयो होला, अब त्यो कहाँसम्म लिने भन्ने पनि अलिकति झ्याउ हुन्छ क्या। फेरि नत्र भने 250 माथि गएपछि लिँदा नि भयो, त्यो रेन्ज अनुसार हुन्छ नि त। 250 बिलो लिनु भन्ने बेला कोही मान्छेले भ्याएन भने योभन्दा बिलो लिनु भनेको छ भने अब अलिक 250 माथि कट्दाखेरि ट्रेडिङ गर्दा पनि भयो है। इक्जाम्पल हो एउटा झन् माथि कट्नेवाला, एउटा इक्जाम्पल है त लाइभ अलर्टमा भयो होइन। यो पिएचएलको एउटा भनेर छ नि त होइन, पिएचएल 270 बुक भनेर छ नि त होइन कहिले चाहिँ ल त्यो एउटा पनि 270 मुनि पनि लिन चाहिँ मिल्छ है होइन। अब भनेको मैले हेर्नु नि 122 रहेछ, 122मा होइन। जनवरी 22, जनवरी 22, जनवरी 22, जनवरी है। हो यो जनवरी 22 भनेको यो दिनमा हो नि त। 270 एबोभमा भनेको थियो नि त यो होइन। 270 एबोभ कुरेर बस्ने भनेको यो कता यहाँ तल होइन। यसमा लास्टमा कट्न त कटाएको छ नि त, यही दिनको लास्टमा हान्दा नि भयो, माथि बिहानै हान्दा नि भयो 270 हान्दाखेरि होइन। यो गएर यहीँ किनेछ नि, भोलि पनि किन्न सकिन्छ नि त यो 270 माथि आउँदाखेरि त होइन है। यसको यो भोलिपल्ट पनि यता यो जनवरी 23मा नि किन्न सकिन्थ्यो यो। यहीँ किनेको वाला स्टक त तपाईँको अझै छिटो भयो होइन। यहाँ यहाँ यतातिर यहाँनिर त बेच्न पाउँथ्यो, यो बेच्ने नै भयो भने
यो किनेको चाहिँ नि बेच्न पाउँदैन थियो, त्यस्तोवाला भयो है। अनि फेरि मैले 295 पटेपछि नि अझै थप्ने भनेको थियो होला नि यो। यता भयो भनेर यता हेर ल, यहाँ 1990 यतै गयो ल, यहाँबाट आएर पनि ल, यहाँबाट आएर पनि ल, तपाईँको यता किन्दाखेरि पनि भयो यो होइन, त्यही हिसाबले। अनि युपिसिएलको एउटा भयो है। त्यो इबुक भनेपछि इबुक पछि मुभ आउँछ क्या झ्याम झ्याम। पैसा चाहिन्छ भने त्यो इबुक हारिमा त्यसको 2% मात्रसम्म हान्दा नि केही फरक पर्दैन नि त। यो हेर्नु त ल पिएचएल होइन, 2-3%सम्ममा हान्दाखेरि यसमा त तपाईँ तलै पाएको थियो नि त। यसमा कहिले काहीँ नपाउनु सक्छ, यो क्यान्डलमा चाहिँ अलिक ठुलो क्यान्डल बनाएको छ नि त होइन। यसको रेन्ज कति छ, यसको 269देखि कति 90 कहाँसम्म पुगेको छ नि त। यतैसम्म गएछ नि त, यहाँ माथिसम्म होइन। मैले कहाँबाट फोन आयो यार। यो हेर्नु त अलि माथि नै गएछ यो होइन तपाईँको। यसको 2% माथिसम्म तपाईँले किन्दा त केही प्रब्लम पर्दैन थियो नि त है। त्यो जोन चाहिँ 2% माथिसम्मै किन्न खोज्नु क्या सकभर है। त्यही हो कुरोकानी चाहिँ नि होइन। अब यो एउटा युपिसिएलको 380 गर्दाखेरि त्यही हो क्या तपाईँको। अब जोनै आएछ भने त्यो भनेको लेभल एबो भनेपछि एबो पछि हुँ मुभ आउने हो, त्यही बेला हान्दा भयो। आफूले नि अलिअलि चाहिँ अब त्यो रिस्क लिएरै हान्नुपर्छ क्या तपाईँको, त्यो जोनवाला त हुन्छ नि त। अब त्यो भन्यो भने पनि माथि बस खाएर तल बस्ने क्या होइन। जस्तै ल कहिलेकाहीँ अब मैले त्यो भन्दाखेरि पिएचसिएलको अघि कोही कोहीले त नदेख्न सक्छ नि त यो बेला होइन। नदेख्न सक्छ, यो माथि गएर 276मा नि खानुपर्ने अवस्था हुनसक्छ नि त होइन, 70 हो भनेर। 276मा गएर तल अलिकति अब 70को जोनमा पनि बस्न सक्यो नि त। 71 नभए नि 72तिर। अनि एभरेज आउट तल हुन्छ नि, यहाँ माथि किन्ने अनि तल बसिहाल्ने हो क्या। तल बाईमा बस्यो भने यसरी, अनि यहाँ पनि अब पायो भने त पायो, पाएन भने त्यतिले राइट हुन्छ। त्यही त हो कुरो होइन। त्यो हिसाबले के भनेपछि अब तल पाएन भने पनि अब त्यो भएको स्टकको नि प्रफिट भइहाल्छ। अब पायो भने राम्रो झन्। त्यही मेन्टालिटीमा चाहिँ नि किन्नु पर्यो। अब कोही कोही एग्रेसिभ मान्छे नि हुन्छ, उसले त झ्याम खाइदिन्छ जतिमा नि होइन। त्यो अब आफ्नो रिस्क एपिटाइट नै हुन्छ क्या है। अब कुनै कुनै मोमेन्टमा भएको बेला त झ्याम खान नि पर्छ। अब त्यो त्यस्तो माहौल पनि हुनु पऱ्यो क्या, त्यस्तो माहौलवालै छैन है त। त्यही गरेर 2-3 स्टेजमा मजाले भनेको लेभलमा किन्ने। अब बिलो छ भने पनि बिल पनि मजाले हाल्ने, त्यही गर्दा हुन्छ है। यसरी रेकर्डिङ अफ गरिदिन्छु ल। अब कहाँबाट रेकर्ड अफ हुन्छ मलाई, स्टप रेकर्डिङ।